हेलो एभ्रिवान, स्वागत छ मेरो नयाँ दिन नयाँ ब्लगको साथमा। आज चाहिँ म यहाँनिर बाहिर चुलामा खाना बनाउँदैछु साथीहरू। अनि मैले चाहिँ अघि नै अगाडिको भिडियो चाहिँ लिइसकेँ, अनि पछिबाट चाहिँ भिडियो सुरु गरेको फेरि। अनि आज चाहिँ मैले यसरी यहाँ बाहिर मासु पकाउँदैछु। यहाँ बाहिर चुला अस्ति हावा हुन्डरी आएको थियो नि त, अनि त्यही भएर दाउरा सुकेको दाउराहरू भुकेको थियो। अनि त्यही भएर चाहिँ मैले अहिले यहाँबाट दाउरामा आगोमा बाहिर चुलामा खाना बनाउँदैछु। बाहिर चुला चाहिँ यस्तो छ क्या, मेरो पहिलेको चुला हो नि त। अनि त्यहाँदेखि पहिले अस्ति यसो चाहिँ मैले खाना बनाएको थिएन, दाउराहरू खासै थिएन, अनि त्यही भएर चाहिँ मैले बनाएको थिएन। अनि अहिले चाहिँ यस्तो सुकेको दाउराहरू ल्याएको थिएँ, अनि त्यही भएर चाहिँ मैले अहिले चाहिँ बाहिर बनाउँदैछु। अनि चिकन बनाउँदैछु मैले चाहिँ। अनि आज चाहिँ अब कस्तो हुन्छ यस्तो भइसकेको छ। मेरो मासु चाहिँ पुरै बोइल हुँदैछ क्या, तेलसँग बोइल हुँदैछ। यसको चाहिँ पानी निस्किन्छ नि त, अनि त्यही भएर मैले बोइल गर्दैछु छोपी। धुवा त नआउँछ, अब खरानी अलिअलि हुन्छ। अनि खरानी भएको पनि अलिअलि खाँदा केही पनि हुँदैन। अनि यहाँनिर चाहिँ मानेको पत्ताहरू पनि छ। यो चाहिँ अस्तिदेखि सफा गरेकै थिएन, कति भइसक्यो मैले सफा नगरेको। अनि अब यो चाहिँ आज चाहिँ खाना बनाउँछु, अनि भोलि चाहिँ म यहाँनिर पुरै सफा गर्छु, लिपलाप गरेर। यहाँ छ मेरो बोरामा छ माटो, अनि चाहिँ म भोलि सफा गर्ने छु है त साथीहरू। अनि अब अहिले खाएको पनि बनाउँछु म अलिअलि, कस्तो टेस्ट आउँछ। आगोमा पकाएको चाहिँ एकदम मिठो हुन्छ क्या। अनि त्यही भएर मैले आगोमा पकाउँदैछु आज चाहिँ है। अनि अब के कस्तो हुन्छ, मान्छेहरूले रमित हेरिराखेको छ क्या, के गर्दैछ आज यो शान्तिले, आज बाहिर के गर्दैछ, के पकाउँदैछ, के भन्दैछ भनेर पुरै हेरिराखेको छ। अनि हेरिराखोस्, त्यही भएर चाहिँ मैले चाहिँ आज चाहिँ बाहिर पकाउँदैछु। अनि आजको भिडियो के कस्तो हुन्छ अन्तिमसम्म साथ दिनु होला हेरेर है त साथीहरू। अहिले चाहिँ यतिको बोइल भइसकेको छ हो, पानी निस्किँदो रहेछ अलिअलि। अनि यो पानीलाई चाहिँ एकछिन सुकाउनु पऱ्यो, अनि त्यसपछि मात्रै मसलाहरू हालेर चाहिँ बनाउँछु है त साथीहरू। छोपेर पकाउनु पऱ्यो, पुरै किटाणुहरू मजाले मर्ने गरेर पकाउनु पऱ्यो। दाउरा यस्तो मजाले बलिराखेको छ कि दामी बलिरहेको छ पुरै। ल अब चाहिँ मसला हाल्नु जस्तो लाग्यो है, मसला हालेर यतिको भएपछि चाहिँ हुन्छ। अहिलेसम्म त सेकै छ क्या, मैले एकैचोटि मेरो चाहिँ फेरि यस्तो चाहिँ एकै ठाउँमा हालेको छु यो मसलाहरू। अब पुरै यहाँनिर प्याज लसुन मसलाहरू सबै यहीँनिर हालेको छु। अनि त्यसपछिबाट एकदम सिम्पल तरिकाले चट्टसँगले आगोमा उमाल्ने हो, च्याप्पा लगाएर आगो ठेलठाल पारेर उमाल्ने हो। अहिले चाहिँ कस्तो भइसक्यो भने मसला पानी गेजे हुँदैछ, गेजे पारेर मसला पाक्दैछ है। अहिले चाहिँ यस्तो भइसकेको छ साथीहरू। पाक्छ मसलाले, अनि त्यसपछि कुखुरालाई चट्ट लगाएर खानु हुन्छ तिनजनालाई। यस्तो भइसकेको छ, मगमग बास्ना आइसकेको छ। दामी तरिकाले मासुको बास्ना अरे क्या, खतरा तरिकाले लगभग 3 चोटि भइसक्यो
अब चाहिँ कस्तो भएछ है त दामी बास्ना आयो बास्ना आयो अरे क्या दामी बास्ना आइसकेको छ मेरो मासु चाहिँ त्यस्तो भइसकेको छ दामी तरिकाले आगोमा ल छिट यस्तो चढेर रहेछ क्या भगवान्ले अब यसलाई फेरि एकलट फेरि छोपिदिने नै हो एकछिन चाहिँ पकाउनै पर्छ मैले चाहिँ मासुहरू चाहिँ मजाले पाक्नुपर्छ क्या दामी पारेर अनि मात्रै दामी हुन्छ त्यस्तो छ है त मैले चाहिँ यहाँनिर यस्तो यो चाहिँ फ्राई गरेकै त्यो निकालेको छु अनि त्यसपछि चाहिँ यहाँ चाहिँ आगोमा झोल हालेको मिठो हुन्छ नि त अनि त्यही भएर मैले यहाँ झोललाई यता आगो त निस्किँदो ल यतैभित्रै बस्न किन बाहिर निस्केको त्यो आगो अनि यति चाहिँ सुप हालेँ यो चाहिँ मलाई मासुको चाहिँ सुप पनि मनपर्छ क्या अनि त्यही भएर दाल चाहिँ नपकाउने आज अनि यो सुप बनाइदिएको यति चाहिँ अनि अब पाक्दैछ है साथीहरू पाक्दैछ उम्लिँदैछ भुक्लुक उम्लिँदैछ कस्तो टेस्ट आउने हो खाउँ लागिसक्यो अरे यस्तो खतरा दामी भइसकेको छ अहिले चाहिँ यो सुप हालेको चाहिँ यस्तो भयो मेरो मासुको सब्जी सुप हालेको छ होइन अनि यसमा चाहिँ सुप हालेको छैन जस्ट हल्का फ्राई गरेर निकालेको है त ल मैले चाहिँ फाइनल्ली खाना सब्जी तयार गरिसकेको छु दुइटै है अनि अब यो मेरो चाहिँ अलिक सेटअप चाहिँ अप्ठ्यारो छ कि उतापट्टि बनाउनु भनेको ठुलो आवाज आइरहेको छ नि त टिभी खोलिराख्नु भएको छ अनि त्यही भएर मैले चाहिँ अहिले चाहिँ यो मासु भइहाल्यो होइन चिकन अनि त्यसपछि यहाँनिर रहेको छ यो चाहिँ ल मैले चाहिँ सुप चाहिँ हालेँ है त अनि अब चाहिँ म चाहिँ खानु थालेको साथीहरू है अनि अब तपाईहरुलाई म देखाउँछु कसरी म खाना खान्छु कति मिठो गरेर खान्छु भनेर अनि अब चाहिँ ल खाइ ल अरे दामी मलाई त अलिक अप्ठ्यारो भयो क्या यो राखेर खाँदा पनि अप्ठ्यारो हुन्छ अन्त बसेर खानु पर्यो ल आजको सेटअप चाहिँ यस्तै छ यस्तैमा भए पनि खानुपर्छ अनि कस्तो अप्ठ्यारो भयो क्या Vâng.
आगोमा पकाएको चाहिँ त्यस्तै बेग्लै आउन क्या सब्जीको Yeah.